हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। सो म चाहिँ फेरि आजको डे अफमा होइन इम्प्रेस मलमा आएर यहाँ हामी घुम्दैछौँ। सो आज सम्झीको चाहिँ यहाँ चिनजाने धेरै रहेछ। सो त्यही भएर उसले चाहिँ जतापातै मान्छे भेट्दै आइ हेलो हाउ यु गर्दै हिँडिरहेछ। सो म र हामी के भन्नु अब के भन्नु छैन, हामीले त चिनेको छैन, फर्स्ट टाइम यो इम्प्रेस मलमा आएर हामी चाहिँ घुमिरहेको छौँ। त्यही भन्न चाहन्छु गाइज, हेर्न सक्नुहुन्छ इम्प्रेस मलको भ्यू बबालै रहेछ होइन। जस बवाल भन्नै पर्ने भयो होइन। सो दुबईमा आएर चाहिँ पक्कै बवाल तरिकाले भ्लग चाहिँ हान्न खोजिरहेको, तर जस आफूलाई चाहिँ अलिकति भ्लगको चाहिँ त्यति साह्रो बोल्न चाहिँ नआउने भएको कारणले सो यहाँ चाहिँ फाइनल्ली 1 ग्राम ढलिरहेको छ। कसैले आएर टिपिदेऊ होइन, कसको 1 ग्राम ढलेको। सो यहाँ चाहिँ अब हाम्रो आइस भन्ने ठाउँमा हामीलाई सम्झीले लगिरहेछ। सो हामी हल्का आइस पनि हेर्यौँ होइन। वाउ बवाल भ्यू छ यार आइसको, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो इम्प्रेस मलको होइन आइस एरिया रहेछ। जानलाई त पैसा लाग्छ होला है जानलाई, पुरै आइस रहेछ नि त है। हेर्न सक्नुहुन्छ दुबईमा पनि यसरी आइस बनाउँदो रहेछन् होइन। के भन्नु अब, नेपालमा त अब नेचुरल छ, यहाँ त अब दुबईमा त अब बनाउनु पर्ने रहेछ। आइसलाई पनि गाह्रो छ नि त, गाह्रो छ। नेपालमा चाहिँ अब नेचुरल छ नि त होइन, हामीसँग त अब नेपालमा त हिमाल छ। सो त्यही भएर चाहिँ बवाल तरिकाले आइस आउँछ। यहाँ त अब आर्टिफिसियल हो सबै, यहाँ आर्टिफिसियल गर्ने मान्छेहरू छन्। हरेक कुरा यहाँ ओरिजिनल पाइँदैन, सब बनावटी हो। त्यही भन्न चाहन्छु, नेपाल भनेको त नेपाल हो क्या गाइज होइन। यस के भन्नु होइन। सम्धीले आज रुम चाहिँ पुगौला छैन टाइममा है। सम्धी आज आफ्नो साथी भेट्दै होइन, पुरै चिल तरिकाले उसले कहिले उता घुमाछ, कहिले यता घुमाछ मान्छेले। आज रुम पुगेला छैन टाइममा। हल्का दारू पनि खाइएको छ होइन। मैले चाहिँ खाएको छैन है गाइस, यसले चाहिँ खाएको छैन, मैले चाहिँ खाएको छु। अलिकति कतिखेर कहाँनिर ढल्छु भन्ने त्यो टुङ्गो छैन मेरो चाहिँ, त्यसैले म नखाएको तिमीलाई सम्झन्छु भनेर। त्यही भएर यसलाई खाना पनि नदिएको हामीले। मैले नखाएको खाना मन त होला, किन अरू त्यसमा भयो त खान्थिस् होला। नै किन मलाई जेकै पुग्यो। मन छैन। सो गाइज मर्निङको भ्लग चाहिँ त्यस्तै हो होइन। नाइटको भ्लग चाहिँ आज यतातिर रहेछ भन्ने थाहै भएन। हामीले सडनली प्लानिङ हो क्या, यो चाहिँ प्लानिङै थिएन कि यतातिर आउने भन्ने सोच। सो एक्कासी हामी चाहिँ प्लानिङ बनाएर हिँड्ने मान्छे हो कि, फेरि हामी प्लानिङ लिस्टमा हामी पर्दैनौँ क्या। हामी एक्चुअली प्लानिङ सुत्यो उठ्यो अनि गेम चाहिँ सिधै के अरे बाहिर घुम्नु निस्क्यो। प्लानिङ पनि छैन, हाम्रो प्लानिङै हुँदैन क्या। बिना प्लानिङ हामी स्वाट निस्किने हो क्या, जस्तो सुतेको जस्तै उठेर हिँडिदिने हो। सो त्यही भएर त्यसै चप्पलमा हिँड्यो चप्पल ए जस्तैको चप्पलमा आइपुग्यो। जो प्लानिङ थियो उसको त सेटअप बेटअप सबै बवाल छ होइन। अब हामी बिना प्लानिङको चप्पलमा लाके सक्स चप्पलमा खालि प्यान्ट लाएको, ज्याकेट पनि एनी टाइम हिलाउने हो। ज्यादा सिजन छ, हाम्रो त एउटै ड्रेस हो होइन, ज्यादा चेन्जेस हुँदैन ड्रेसमा। यो चाहिँ हगन छ है, हगनमा चाहिँ हग्न आउनु होला। यो अब चाहिँ हामी भित्र छिर्ने चाहिँ अब हाम्रो क्यापेसिटी छैन। सो हामी चाहिँ भित्र छिर्दैनौँ, बाहिरबाट त घुम्दै हिँड्यो। त्यही भन्न चाहन्छु। ए -2मा छ, -2मा छ अनि आइस झरिहाल्छ नि। ओ टाइमिङ त्यहाँ हुँदो रहेछ -2 डिग्री। सो टाइम पनि अलमोस्ट लेट भइसक्यो हामीलाई होइन। हामी म्याट्रिक पढेर हामी वान प्यासिफमा जानुपर्ने हुन्छ। वान प्यासिफबाट अनि हाम्रो -2को बस पक्रिनुपर्ने हुन्छ। सो गाइस आजको भ्लग चाहिँ सब लगभग इन्डिङ हाल्ने म जस्तो भयो होइन। अब हामी चाहिँ जाने भन्ने निर्णय लिइसक्यौँ। अब चाहिँ हामी चाहिँ जाने होइन। अब धेरै घुम्ने होइन इम्प्रेस मलतिर, त्यही भन्न चाहन्छु। हेर्दै गरौँला नेक्स्ट भ्लगमा अर्को नेक्स्ट विक हाम्रो फेरि भ्लग आउनेछ। त्यसको लागि हाम्रो भिडियो हेर्नलाई हाम्रो भिडियो के अरे च्यानललाई चाहिँ फलो हान्दै गर्नु होला। सो हाम्रो कमेन्ट हान्दै गर्नु होला र कमेन्ट हानेर सेयर हानेर रिपोस्ट हानेर सबै त गर्दै गर्नु होला। हाम्रो यस्तै भ्लगहरू छोटो मिठो मिनी भ्लग चाहिँ कन्टिन्यू पोस्ट भइरहेको हुन्छ विकलीमा। विकली पोस्ट हुने हुन्छ। सो आजलाई चाहिँ हाम्रो यति नै। अब चाहिँ हामी लाग्यौँ हाम्रो रुमतिर
सो गाइज टाटा बाई बाई सी यू एगेन